अनि बहिनी आइन् घरमा आएर आइसकेपछि तब अनि के भयो भन्दाखेरिमा हे बहिनी तिम्रा भिनाजुले मलाई एउटा फल लिएर दिएका छन् त्यो खाइसकेपछि म गर्भिणी हुन्छु रे उठ्ने बस्ने तागत पनि हुँदैन मलाई सन्तान जन्म दिने मन छैन किनभने मेरो सारा यो अस्तित्व नाश भएर जान्छ मैले लिएका सारा समितिका सारा व्यवस्थापनका अनि नेतृत्व पनि हटेर जान्छ मेरो अनि पेट पनि पर्दै जान्छ अनुहारमा चाया पुत्रो आउला म के गर्नु मलाई सन्तान दिने जन्म दिने मनै छैन तिम्रा भिनाजुले ल्याएर यो फल खान भनेर भर दिएका छन् त्यो फल नखाउँ त नखाउँ कसरी नखाउँ खाउँ भने सन्तान हुनेछ हे बहिनी मलाई सन्तान जन्म दिने उपाय दिन पर्ने तर मैले यो फल खान नपर्ने कुनै उपाय बताऊ भनिसकेपछि तब बहिनीले भने हे दिदी कसैलाई दिएको चिन्ता कसैलाई दिएको चिन्ता हजुरलाई धेरै सम्पत्ति छ तर सन्तान नभएर हजुरहरूलाई चिन्ता तर मलाई के छ सन्तान धेरै छन् जति पनि छन् तर लाउन खान गाह्रो छ धन छैन सम्पत्ति छैन यही कुराको चिन्ता छ त्यसैले दिदी चिन्ता नगर्नुहोस् आज ठिक मेरो मासिक धर्मरोगी 1 महिना भइसकेको छ अबको 9 महिना पुरा भइसकेपछि 10 महिना लाग्ने बेलामा मैले सन्तान जन्म दिन्छु त्यो सन्तान मैले हजुरलाई ल्याएर दिउँला त्यसको मैले मेरो गर्भ तुइयो भनेर हल्ला फिराइदिन्छु त्यसको बदलामा मलाई धन दिनु होला तपाईले सन्तान जन्माउन पनि परेन सन्तान भयो भने त भइहाल्छ यता भएन भनिसकेपछि उसो भए त्यो फल के गर्ने त भन्दा ल त्यो जोगीले कति जाने रहेछ त्रिकालदर्शी रक्षा कि रहन्छ थाहा पनि हुन्छ त्यो घर गाई छ नि त्यही गाईलाई खानु अनि के भयो भन्दाखेरिमा उसो भए अब तपाईँ चाहिँ बस्नु होला म गर्भिणी भएँ भन्नुहोस् भेनाला तपाईँ लुकेर बस्नुहोस् भेनाका नजिक नपर्नुहोस् अरू कुरो तपाईँले आफै व्यवस्था गर्नुहोस् आफू बस्ने कुरालाई सन्तान चाहिँ मैले ल्याएर दिन्छु ल ठिक छ अब त्यसै भनेर अनि बेलुका बहिनी फर्केर गएँ सल्लाह भयो बेलुका आएँ आत्मदेव आएँ हे पत्नी फल खायो भने मैले खाएँ भने अब मैले फल खाएँ म गर्भिणीमा हे पति त्यो बाबा मेरो एउटा शर्त छ छोरा मान्छेको त के तपाईँको पनि मैले अनुहार मलाई एउटा बस्ने बैठक बनाइदिन पर्छ त्यही दिनबाट बैठक मलाई एउटा बस्ने बैठक गाउँका दिदीबहिनीहरू आएर गफ गरेर अनि टाइम पास गर्ने वार्ता गरौँ खानाका निमित्त 84 व्यञ्जन सारा कुराहरू हजुरले मलाई त्यहाँ व्यवस्था गरिदिनु पर्यो त्यसो भयो भने तपाईँको सन्तानमा जन्म दिउँला होइन भने म सन्तानलाई गर्भमा नालिन्छु भने अब सन्तान हुन्छ भने मैले जे पनि भोग्न तयार छु मैले सबै कुरा परिपूर्ण गराउँछु भनेर आत्मदेवले उनले बताएअनुसार सोही अनुसार बस्ने एउटा बैठकको निर्माण गर्यो त्यो कारण के थियो भने तिनी अब फेरि डाक्टर कहाँ जाम वैद्य कहाँ जाम गर्भिणी बेला बेला चेकअप गर्नुपर्छ डाक्टर कहाँ भनेर लगेर डाक्टरले छैन मलाई त बर्बादमा भनेर तिनी जोगिन त्यसो त्यही भएर छोरा मान्छेको लागि तपाईँको श्रीमान नआइकन बसेको र त्यसपछि अनि गाउँका दिदीबहिनी आउने गफगाफ गर्ने टाइम पास गर्ने अब त त्यहाँ 84 बेला खाने त्यस्तो अब फेरि दिदीबहिनीहरू काम कुरो फेरि के हुन्छ कुरा काट्ने बानी हुन्छ महिलाको अलि महिलाले महिलाकै कुरा काट्छन् महिलाकै अब छोरा मान्छे यसो 2-4 जना जम्मा भयो भने तपाईँको कति छोरा छन् छोरी कति छन् होइन छोरो कहाँ छ छोरी कहाँ छ छोरीले के गर्छ कति धन कमाए त्यस्ता होइन होइन कहाँ बटोली काठमाडौँ कता कता घरबारी के छ त्यो परेको छोरी मान्छे जम्मा भयो भने फल्लाई बुहारी फल्लाई छोरी जति लिसेर फर्के अर्कालाई उडाउँछ त्यस्तै छोरी मान्छेको कुरा काट्ने बानी हुन्छ भनेर अब उनले त्यहाँदेखि फेरि अब गर्भिणी भएको अन्य बच्चा सच्चाको केही छैन यो तालमाल भनेर फेरि दिदीबहिनीले त घर सुनाइदिन सक्छन् भनेर बिहान उठेर यति टालो भोलि उठ्छन् यति टालो बाँध्ने अब पेट्रोल गतिलाई बनाउँदै लाने सुत्केरी हुने गर्भिणी भयो कि नाचर गर्ने 84 दिन खाने दिनभरि गफ गर्ने त्यसरी दिन हुँदै 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 जाँदा आखिरीमा फल खाए कि उतापट्टि त्यो गाईलाई फल दिए कि उनीहरूले गाई फेरि गर्भिणी भइन् हुँदै जाँदा दिनहरू बिते आखिरीमा 9 मास पुरा भयो 10 महिनाको आरम्भमा उतापट्टि बहिनीले छोरो जन्माइन् रातिको समयमा उनीहरूले हतार ल्याएर त्यो छोरो आफ्नै दिदीलाई दिइन् त्यसको बदलामा केही धन सम्पत्ति लिएर त्यहाँबाट तिनी गइन् उतापट्टि के हो भन्दाखेरिमा मेरो गर्भ तुइयो भनेर बहिनीले हल्ला फिजाइन् रातिको समय उनीहरूले दाइहरू सुसारेहरू सुतेका कसैले पनि थाहा पाएनन् आखिरीमा उठाएर हे दाइहरू सुसारेहरू
म सुत्केरी भए तिम्रो मेरो सालनाल पनि भइसक्यो मेरो अनि वस्त्रहरू यीहरू सबै मैले लगेर एकतिर व्यवस्थित गरेर मैले फालिसकेँ म चाहिँ नि हलुङ्गे सबै काम भयो तिमीले थाहा पाएनौ न छोरो छ त्यो घर मालिकमा यो त आफ्नो त्यो ठ्याक्क गएर अनि भएर भनिदिन्छ ए मालिक हजुरलाई हजुरकी पत्नी आज सुत्केरी हुनुभयो हजुरलाई छोरो जन्मियो हे मालिक भनेर गएर नोकरहरूले अनि त्यसै गरी बताइदिए अनि सेवकहरूले भनेछन् गएर आत्मदेव साह्रै खुसी हुनुभयो रातिको समय थियो धुमधामसँग जन्म छ बनाउनु हजुरको लामाको भैँसीका साथमा जानहरूलाई दान अनि त्यसै गरी बाजा गाजा सहितमा उहाँले चाहिँ धुमधामसँग अनि विजय उत्सव जन्मोत्सव अब हुँदै जाँदा त्यो बच्चा शुक्ल पक्षको चन्द्रमा नै पढ्न थाल्यो उतापट्टि बहिनीले मेरो गर्व दियो भनेर हल्ला बिजाएकी थिइन् आत्मदेवलाई फेरि धुन्दुलीले भनिन् हे पतिदेव हाम्रो सन्तान त जन्मियो तर मेरो स्तनबाट दुध आएन यो बच्चालाई स्तनपान गराउनु पर्ने हो के गर्ने होला भनिसकेपछि कसो गर्ने सल्लाह गर्दा बहिनीको घर दियो अरे तिनको स्तनबाट दुध आउँछ डाक्न पठाइदिनु भनेर अनि ठ्याक्क मिलाएर नमिलाएर गएर अनि ढाकेर त्यही बहिनीले चाहिँ र हुँदै जाँदा 6 दिनमा त्यो बच्चाको छैटी भयो 11 दिनमा नुहारण गरियो नामाकरण गरियो धुन्दुलीको छोरो भएको हुनाले धुन्दुकारी भन्ने नाम राखियो अब त्यो बच्चा बढ्दै जान थाल्यो 1 महिना पूर्ण भयो उतापट्टि 1 महिना पछि के भयो भन्दा फल खाएकी गर्भिणी भएकी गाई जुन थिइन् ती गाईले सन्तान जन्माइन् गौमाता सुत्केरी भयो कस्तो बच्चा जन्माइन् अनि सारा शरीर मान्छेको जस्तो कान मात्र गाईका जस्तो लक्षण लिएर त्यति लक्षण मात्र लिएर ठ्याक्कै मान्छे जस्तो बालक जन्माइन् सुन्दर बच्चा आत्मदेव साह्रै खुसी हुनुभयो नहुने बेला कतैबाट हुन्न हेर्नु गर्छु भन्ने बेला जब दशा लाग्यो भने जताततैबाट तर फेरि हुन लाग्यो भने जताततैबाट हुन्छ त्यस्तो भन्छ कि शास्त्रीय नहुने बेला कतैबाट हुन्छ हुने बेला जताततैबाट भने चाहिँ आज गाईले पनि लगायो सन्तान जन्माइ ठ्याक्कै मान्छ आत्मदेव साह्रै खुसी हुनुभयो धुमधामसँग उहाँले जन्मोत्सव मनाउनुभयो र त्यसपछि त्यो बच्चा पनि भयो अनि के भयो भन्दाखेरि 6 दिनमा छैटी गरियो 11 दिनमा नाम राखियो गाईका जस्ता काम सर्वाङ्ग सुन्दर शरीर मान्छे जस्तो हुनाले त्यो बच्चाको नाम गोकर्ण भन्ने नाम राखियो अब ती दुवै 1 महिनाका फरकका बालकहरू साथै फरक हुने कुरो भएन हुर्किन थाले हुर्किँदै जाँदा तिनीहरूको 6 महिनामा पास्नी गरियो पास्नी भनेपछि भातको अनि बढ्दै गए अब 8 वर्षको उमेर हुन थाल्यो व्रतबन्ध गरिदिनुभयो आत्मदेवले बालकहरूको व्रतबन्ध गरेर गुरुकुलमा भर्नाका निमित्त भनेर गुरुकुलमा लगेर राखेको आखिरीमा के हो भन्दा यतापट्टि अब कस्तो हो भन्दाखेरिमा गोकर्णी अत्यन्तै ज्ञानी हुनुभयो पढ्न गएको गुरुले भनेको मान्ने गुरुको आज्ञा अनुसार चल्ने गुरुले दिएको विद्या पढ्ने घोक्ने अब जे हो त्यो भयो तर धुन्धुकारी कस्तो भयो भने धनी बाबुको छोरो भनेर बाबुसित धन माग्ने पैसा माग्ने जाने त्यो अनि बेच्ने किन्ने मासेर खाने त्यस्ता काम अनि यस्तै प्रकारले अनि के हो भन्दाखेरिमा चोरी गर्ने डकैती गर्ने हत्या हिंसा गर्ने अर्काका छोरीलाई फिर्ने अर्काका छोरीका कानहरू निमोट्ने यस्ता दुःख हुँदै जाँदा आखिरीमा गोकर्ण पण्डितको ज्ञानी धुन्धुकारी महाखल भन्छ धुन्धुकारी एकदम खराब भएर गयो भने गोकर्ण ज्ञानी पण्डित हुनुभयो